सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले तपाईँहरूले चाहिँ एकदमै महत्त्वपूर्ण जीके क्वेसनहरू लिएर आएको छु। खर्दा सुब्बामा चाहिँ सोधिएका प्रश्नहरू र सोध्न सक्ने प्रश्नहरू प्रथम पत्रका लागि जीके प्रश्नहरू म लिएर आएको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर लाइक सब्सक्राइब गरेर साथ दिनुहोला। प्रश्न नम्बर 1मा रहेको छ 8000 मिटरभन्दा माथिका सबै हिमाल आरोहण पहिलो नेपाली महिला को हुन्? प्रश्न नम्बर 1 यस्तो रहेको छ। यसको सही एन्सर चाहिँ दावा याङजुम शेर्पा यसको सही एन्सर रहेको छ। क्वेसन नम्बर 2मा रहेको छ 2081 मङ्सिर 12 गते घोषणा भएको नेपालको 66औं साक्षर जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ 66औं साक्षर जिल्ला जुम्ला अनि 65औं साक्षर जिल्ला चाहिँ मुगु रहेको छ। त्यसै गरी क्वेसन नम्बर 3मा रहेको छ मिसेस नेपाल अवार्ड 2024 को विजेता को हुन्? क्वेसन यस्तो रहेको छ मिसेस नेपाल अवार्ड 2024 को विजेता को हुन्? यसको सही एन्सर रहेको छ डेनिला कार्की। त्यसै गरी क्वेसन नम्बर 4मा रहेको छ विश्व पर्यटन दिवस कहिले मनाइन्छ? विश्व पर्यटन दिवस कहिले मनाइन्छ? यसको सही एन्सर रहेको छ सेप्टेम्बर 27मा। सेप्टेम्बर 27मा चाहिँ विश्व पर्यटन दिवस मनाइन्छ। सरकारले हुम्ला जातिलाई कहिले जनजातिको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ? अर्को प्रश्न रहेको छ सरकारले हुम्ला जातिलाई कहिले जनजातिको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ? यसको सही एन्सर रहेको छ 2081 असार 27 गते चाहिँ हुम्ला जातिलाई जनजातिको रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो। त्यसै गरी अर्को क्वेसन रहेको छ एनपिएलको लोगो डिजाइनर को हुन्? लोगो सार्वजनिक कहिले भएको? एनपिएलको लोगो डिजाइनर को हुन्? लोगो सार्वजनिक कहिले भयो? यसको सही एन्सर रहेको छ लोगो डिजाइनर आवास गेवाली। सार्वजनिक चाहिँ 2081 भदौ 3 गते भएको हो। 2081 भदौ 3 गते। प्रश्न नम्बर अर्को रहेको छ सरकारी सेवा गठन नेपालको संविधानको कुन धारामा रहेको छ? सरकारी सेवा गठन नेपालको संविधानको कुन धारामा रहेको छ? यसको सही एन्सर चाहिँ धारा 285मा रहेको छ। सरकारी सेवा गठन। चीनमा 2.1 रेक्टरको भूकम्प कहिले गयो? 2025 जनवरी 7मा गएको थियो 2.1 रेक्टरको भूकम्प। जनसङ्ख्याको हिसाबले नेपाल विश्वको कतिऔं भन्नुपर्दा नेपाल चाहिँ 49औं राष्ट्र हो भने क्षेत्रफलको हिसाबले भन्नु 93औं राष्ट्र हो। त्यसै गरी प्रश्न अर्को रहेको छ नेपालमा हाल निरपेक्ष गरिबी कति रहेको छ? 16औं योजनाले कतिमा झार्ने लक्ष्य लिएको छ? नेपालमा हाल निरपेक्ष गरिबी चाहिँ 20.27% रहेको छ र 16औं योजनामा चाहिँ 12%मा झार्ने लक्ष्य लिएको छ। नेपालको कुन ठाउँमा सूचना प्रविधिको पार्क स्थापना गरिएको छ? नेपालको चाहिँ कुन ठाउँमा सूचना प्रविधिको पार्क स्थापना गरिएको छ? यो चाहिँ बनेपामा आइटी पार्क भन्ने स्थापना गरिएको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ मङ्गलबार मात्र केटी माग्न जाने कुन जातिमा रहेको छ? यो चाहिँ यसको सही एन्सर रहेको छ चेपाङ जातिमा चाहिँ मङ्गलबार मात्र केटी माग्न जाने प्रचलन रहेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ नेपालको पहिलो टेस्ट ट्युब बेबी कुन हो? नेपालको पहिलो टेस्ट ट्युब बेबी चाहिँ ओममणि तामाङ रहेको छ। ओममणि तामाङ हो नेपालको पहिलो टेस्ट ट्युब बेबी। 2078 को जनगणना अनुसार नेपालको साक्षरता दर कति रहेको छ? 78 को जनगणना अनुसार नेपालको साक्षरता दर चाहिँ 76.2% रहेको छ। त्यसै गरी महिलातर्फ रहेको छ 69.4% र पुरुषतर्फ रहेको छ 83.6% रहेको छ। 16औं योजनामा 85% चाहिँ पुर्याउने लक्ष्य राखेको छ नेपालले।
त्यसै गरी अर्को प्रश्न रहेको छ, तिलीचुत ताल समुद्र सतहबाट कति उचाइमा रहेको छ? तिलीचुत ताल समुद्र सतहबाट कति उचाइमा रहेको छ? यो चाहिँ 4919 मिटर उचाइमा रहेको छ तिलीचुत ताल समुद्र सतहबाट। त्यसै गरी अर्को प्रश्न रहेको छ, पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो? पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन चाहिँ विक्रम सम्वत 2081 मङ्सिर 2 गते भएको थियो।